राम्रा र सुखका दिन खोज्दै उमेर बित्छ, अन्तिममा थाहा हुन्छ राम्रा र सुखका दिन त बितिसकेका रहेछन्। राम्रा र सुखका दिन खोज्न अझै कति भागदौड गर्छौँ हामीहरू। साँच्चीकै भरममा छौँ हामीहरू। खुसी र आनन्दका दिन र उमेर त बितिसके। आहा, एकपटक फर्केर हेर्नुहोस् त, त्यो हाम्रो बालापन र स्कुले जीवन त्योभन्दा रमाइलो अब भेटिने छैन नि है। अब आफ्नो भाग्य र कर्मले दिएसम्म जे छ जस्तो छ परिस्थिति र उमेरले जे ल्याउँछ त्यसैमा रमाउन सिकौँ। उमेरभन्दा अगाडि दौडने हतार कसैले नगरौँ। आखिरीमा ढिलो हिँड्ने र दौडिनेहरू पुग्ने गन्तव्य त एउटै हो नि होइन र?